को इति छ बालेनको क्यामेरामै हटेन अब त्यति छ लखै साथी हो अब जसो तसो घन्टीले जित्यो होइन। अनि अब मैले भन्न लागेको कुरा चाहिँ जुन साथीहरूले त्यो पहिला मिडियामा बोल्नु भएको थियो नि, कसैले यो कान काट्ने, कसैले घाँटी काट्ने, कसैले के होइन। अब ती व्यक्तिहरूको पनि यसो सुनिदिउँ न त के हो भने रहेछ पहिला। अब तिम्रो बु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँड्छु। ल बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटल गएर टाका लाउँछु। यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुस्। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर पानी पनि खान्न। को त प्रधानमन्त्री बालेन शाह बालेनको सरकार बन्यो, रविको सपनामा बन्यो, सपनामा बन्दैछ। यहाँ चाहिँ अर्को एउटा पण्डित बा पनि छ त। अनि अब पण्डित बाको भिडियो प्ले गरौँ त। निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु, घाँटी। जसरी मैले 84मा चुनाव हुँदैन, 82 काट्दैन भने तिमी त्यसरी फागुनमा चुनाव हुने घाँटी काटिदिन्छु। अनि हाम्रो अर्को दाई इलामै छोडेर हिँड्ने अरे। यो दाईको नि केपी ओली यति हार्यो भने चाहिँ म इलाम जिल्ला छोड्छु। बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटल गएर टाका लाउँछु। साँच्चै हो नि? रियल हो? यो सुन पनि मैले बालेनलाई अच्छा हो? जित्यो भने को फेरि यो पानी खाँदिन भन्छ त। महेश बस्ने सुनु मै देख्छु। केपी शर्मा ओलीलाई बालेनले हरायो भने चाहिँ के हुन्छ? उही आकाश पल्ट्यो भने के हुन्छ भने जस्तै हो। केपी शर्मा ओलीजी शानदार ढङ्गले जित्नुहुन्छ, त्यहाँ कुनै आकाश पल्टी जस्तै हो, असम्भवै हो त्यो। ल तपाईँले कहिले के भन्नु आकाशै पल्टेर बाको इति छ बालेनको क्यामेरामै हटेन अब त्यति छ।